गुड मर्निङ, नमस्कार सेवारो। आज म सादा परोठा बनाउन गइरहेछु। हेर्नुहोस् है त, हाम्रो चाहिँ तराईमा बढी खान्छौँ कि हामीले चाहिँ। अनि त्यस साथै मैले चाहिँ आज डोजरको मासु बनाउँदैछु। साग हालेर एकदमै मिठो हुन्छ है, भेजिटेबल पनि छ। हेर्नुहोस् है त, अनि परोठाको लागि चाहिँ घिउ चाहिन्छ। यो घिउ चाहिँ मैले आफै घरमा बनाएको है गाइस। हेर्नुहोस् त, यसरी बनाउनुपर्छ। अलिकति मिहिनेत चाहिँ लाग्छ होइन, अरू रोटीभन्दा यसमा, तर एकदम मिठो हुन्छ। हेर्नुहोस् न, यसको कति दामी छ है यो। अनि अब चाहिँ मेरो खाना रेडी भयो। हेर्नुहोस् त गाइस, कस्तो बनेको छ। हेर्नुहोस्, अब चाहिँ मैले खाँदैछु है त। फेरि के खाएको भने यसले यस्तो छि भन्नु होला। जातले पाएको हातले खाएको भन्छ नि, यो हाम्रो जातले पाएको चिज हो कि एकदम मिठो हुन्छ। ल हेर्नुहोस् त, कतिवटा लेयर बनेको छ। एउटा, दुईवटा, तिनवटा है त। यस्तो राम्रो हुन्छ क्या यो रोटी खानको लागि है। हाम्रो तराईमा चाहिँ धेरै थरीको परोठा हुन्छ। आलु परोठा, मुला परोठा, गोबी परोठा। यो चाहिँ सादा परोठा हो। वाउ, एकदम मिठो लाग्यो। कस्तो लाग्यो गाइस, लाइक र कमेन्ट गर्नुहोस् है त।